यो मुटुमा समस्या आउँछ कसरी, बिग्रिन्छ कसरी, यसको कारण चाहिँ के हो डाक्टर साहब? यसमा चाहिँ दुईटा खालको हुन्छ। एउटा जन्मजात हुन्छ, जस्तै मुटु बन्दाखेरि नै समस्या हुने। अब अर्को त्यो मुख्य नसाहरू जुन हुन्छ, फोक्सोमा जाने र शरीरभरि जाने नसा जुन रक्तनली हुन्छ, ठुलो आर्ट्रिज, धमनी भन्छौँ हामीले, पल्मरी आर्ट्री, अब एओर्टा, तिनीहरू बाङ्गोटिङ्गो आउने देखि लिएर भल्भका समस्याहरू त्यो जन्मजात। जन्मिसकेपछि हुने फेरि अरू रोगहरू, जस्तै तपाईँ हामीले सुनेको हृदयघात, त्यसपछि मुटुको बाथको रोगहरू, मुटुको मांसपेशीका रोगहरू, अब मुटुको धड्कन सम्बन्धीका रोगहरू, कहिलेकाहीँ मुटुको भल्भको इन्फेक्सन, मांसपेशीको इन्फेक्सनहरू पनि हुन्छ। आम बुझाइ के छ? मुटु रोग भन्नाले हृदयघात भन्ने बुझिन्छ। रक्तनलीहरू कसरी रोगी हुन्छन् अथवा कोलेस्ट्रोल कसरी जम्मा हुन्छ भन्ने हो। मुख्य चाहिँ अब एउटा वंशानुगत पनि हुन्छ। जस्तै उमेर बढ्दै जाँदाखेरि यसको जोखिम बढ्छ। त्यस्तै प्रेसर हुने, चिनी रोग हुनेलाई, चुरोड खानेलाई रक्तनलीहरू पनि रोगी हुन सक्छन्। त्यो रोग चाहिँ एउटै हो जुन अङ्गमा भयो। अस्वस्थकर खानेकुरा, अब शारीरिक व्यायाममा कमी, शारीरिक सक्रियता कमी भनौँ, अब स्ट्रेस, तनाव, यो वायु प्रदूषणको पनि रोल छ। अब यी विभिन्न कारणहरूले गर्दाखेरि रक्तनली, मुटुको रक्तनली लगायत अरू रक्तनलीहरू रोगी हुन सक्छ।